किताबी ज्ञान र घोक्ने प्रवृत्तिलाई विस्थापित गर्दै व्यावहारिक र प्रयोगात्मक शिक्षालाई जोड दिने उद्देश्यका साथ तनहुँको भानु नगरपालिकामा नगर स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको यस महोत्सवमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखियो। महोत्सवको उद्घाटन गर्दै नगर प्रमुखले सैद्धान्तिक शिक्षाको तुलनामा प्रयोगात्मक सिकाइ आजको आवश्यकता रहेको बताउनुभयो। प्रदर्शनीको मुख्य आकर्षण भनेकै विद्यार्थीहरूले आफैले स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरेका शैक्षिक सामग्रीहरू थिए। वेस्ट मेटेरियल अर्थात् खेर गएका सामग्रीबाट बनाइएका हाइड्रोलिक नमुना, रोबोटिक्सका मोडलहरू र स्मार्ट सिटीका नमुनाले अवलोकनकर्ताहरूलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै गणितलाई सहज रूपमा बुझाउने ज्यामितीय खेल र इतिहास झल्काउने नेपाली सामग्रीहरू पनि उत्तिकै प्रशंसनीय थिए। प्रदर्शनीमा सहभागी विद्यालयहरूमध्ये उत्कृष्ट सामग्री प्रदर्शन गर्ने टोलीलाई विधागत रूपमा मूल्याङ्कन गरी प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। विशेषज्ञहरूको टोलीले सामग्रीको उपयोगिता, कम लागत र विद्यार्थीको प्रस्तुतिकरणको आधारमा विजेताहरू छनौट गरेका थिए। महोत्सवमा सहभागी शिक्षक र अभिभावकहरूले यो प्रदर्शनी केवल एउटा उत्सव मात्र नभई शिक्षा क्षेत्रमा रूपान्तरणको एउटा बलियो प्रयास भएको प्रतिक्रिया दिएका छन्। यसले विद्यार्थीहरूमा गरेर सिक्ने अर्थात् लर्निङ बाई डुइङ संस्कृतिको विकास गर्न ठूलो मद्दत पुर्याएको छ। भानु नगरपालिकाले चालेको यो रचनात्मक कदमले आगामी दिनहरूमा नगरको शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।